हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी हाम्रो बारीमा के फलेको छ भने हेर्न जाँदैछौँ। हेर्नुहोस्, मेरो बुढी र म जाँदैछौँ। यो चाहिँ हाम्रो बोडी हो। बोडी चाहिँ राम्रै फलेको छ। किरा लाग्न लागिसकेछन्। यो हाम्रो सिमीहरू, काङ्ग्रा हेर्नु हाम्रो कस्तो ठुलो लागेको छ काङ्ग्रा। यो चाहिँ हाम्रो भेन्टा हो। भेन्टा खोर्सानीहरू छ यता। आज चाहिँ तरकारीमा भेन्टा खानु पर्यो भनेर मेरो बुढीले भेन्टा टिप्न लागिसकेको छ। हेर्नुहोस् गाइस, भेन्टा बेलुका भेन्टाको तरकारी मस्त खाने गरे। त्यसरी भेन्टा हेर्नुहोस् लागिसकेको छ हाम्रो भेन्टा। यो चाहिँ हेर्नुहोस्, यो खोर्सानीहरू। त्यसरी अब बुढी उता जाँदैछ, टिपिरहेछ मेरो बुढीले भेन्टा। हेर्नुहोस् कति ठुलो ठुलो लागेको छन् भेन्टाहरू। हेर्नुहोस् गाइज, हेर्नु आफ्नै बारीमा फलेको अर्ग्यानिक चिज खानुपर्छ। त्यसरी हेल्दी र स्वस्थ हुनुपर्छ गाइज। त्यसरी हामी आफ्नै बारीमा फलेको भेन्टा खाँदैछौँ। यत्तिको मेरो आमा आउनुभयो। हेर्नुहोस् गाइज, मेरो बुढीले यति ठुल्ठुलो भेन्टा टिपिसकेको छ। कति राम्रो लागेको छ। यता हेर्नुहोस् हाम्रो टमाटरहरू पनि। अब टमाटर, फिमी, यो चाहिँ हाम्रो यो फुलकोपी चाहिँ बिग्रिसकेको छ, रोग लाग्यो, त्यसरी ड्यामेज भइसकेको छ। यो चाहिँ हाम्रो बोडी, दाना खाने बोडी हो। टमाटर, मेरो आमाले चाहिँ यो टमाटर ढलेको रहेछ, त्यही बाँध्नको लागि डोरी ल्याउनु भएको रहेछ। अब मेरो आमाले बाँधिराख्नु भएको छ। त्यतिको मेरो बुढीले भन्यो कि आज आफ्नै बारीमा फलेको टमाटरको चटनी खाऊँ भनेर। त्यसरी टमाटर टिपिरहेको छ बेलुका चटनी खानको लागि। त्यसरी आज भेन्टा र टमाटरको चटनी खाने हो गाइज। हेर्नुहोस् दुई सासु बुहारी के गर्दैछन् यता। ओके गाइज, बाई, सी यु टुमारो।